लर लौ घुमायो रे घाम टलल आँखै खायो रे उडा र तल्लोबाट जान्ला है क्या एउटा बाटो थाहा नहुने पनि किन हिँड्दा गुगल म्याप्समा पाएर पनि लर लौ घुमायो रे घाम टलल आँखै खायो रे रातो माटो रहेछ होइन बाटो एक दुई भन्दै हाँस खेल गर्दै सम्झिएछ दुई बोतल छिटो घर जाउँ भन्दै निस्केको थिएँ कुलेछ चियाको पसल अब पिउँदिन भो खोया बिर्केयो तितो तितो मात लाग्दै जाने पछि मिठो भो लर लौ घुमायो रे घाम टलल आँखै खायो रे लर लौ घुमायो रे घाम टलल आँखै खायो रे सो खासमा के भयो भन्दाखेरि अस्ति भर्खर मैले यसो मेरो पुरानो युट्युब भिडियोहरू यसो हेरेको होइन 5-6 वर्ष अगाडि चाहिँ मैले अपलोड गरेर रहेछु अनि त्यसमा एकजना दिदीको कमेन्ट रहेछ को दिदी हो म त चिन्दिनँ तर उहाँले के भन्नुभएको रहेछ भन्दाखेरि भाइ तिमीले यति राम्रो भिडियो खिच्छौ तर हाल्न चाहिँ किन छोड्यौ हाल्न छोड्नु भएन भन्नुभयो होइन त्यो भनेपछि चाहिँ मैले के गरेँ भने ओके लेट्स गो समवेयर भिडियो बनाउनु पर्यो कतै न कतै जानु पर्यो त्यसो भए भिडियो बनाउनु पर्यो अनि एक दिदीले यति राम्रो भिडियो बनाउँछु भनिसकेपछि भिडियो त राम्रो पनि हुनु पर्यो भनेर अनि आई ग्राब 2 of my फ्रेन्ड्स अनि लजाम लेट्स गो भिडियो बनाऊँ भनेर चाहिँ हामी आइरहेछौँ होइन हामी जाने भनेको चाहिँ 3 धारे झर्ना हो लौतरी गयो फेरि दुःख पीडा छोडेर सबै छुटी गए मेरा भरोसाले तोडेर शर्मै नआए आहा भए मस्तै भुलेर आफ्नै गुमाए यहाँ खोजु कहाँ डुलेर आइया यहाँनिर चाहिँ रमाइलो तरिकाले यहाँ तास खेलिराख्नु भएको रहेछ है बुवाहरू पुरै लोकल पारामा हामीलाई नि खेलाउनु भन्थ्यो रमी होइन एकछिन झर्ना त जानु पर्ला नि त एकछिन नुहाउनु पर्यो नि त कति टाढा पर्छ बस्ने ठाउँबाट झर्ना 15 मिनट एनटिभीमा दिएको छ मैले ए एनटिभीमा भएको ए त्यो त हेरेको छैनौँ हामीले तर सबैले झर्न भन्ने थियो के नाम रे बाहुबली भन्यो अनि मैले नो बाहुबली इट इज ओल्ड नेम तो तिनहारे रिभर तिनहारे छामा ए त्यो तपाईँले हो मैले ए सही हो मान्छे 3 धारे झर्ना भनेर मान्छेले बिर्सिसकेको थियो तर सम्झाउने चाहिँ तपाईँ हो तपाईँको नाम बुवा शमशेर बहादुर ल धन्यवाद धेरै धेरै 3 धारे झर्ना होइन त काका ऊ त्यो घर चाहिँ कसको हो पख्नु है त म फेरि सोध्छु है त दादा के हो काका त्यो घर तपाईँको भन्नुभएको हाम्रो घर त त्यस्तो हुन्छ त तपाईँको घर हो त्यो हो नि कस्तो राम्रो काका अचम्म छ नि आउने बेला भयो त जस्तो लाग्यो धुरी बेला चाहिँ भएको हो घर चाहिँ राम्रो छ दादा अचम्म छ नि बाबु आजे पाला घर यहाँ मान्छे कति भयो आजकल हिजो आज अलिक कम छ अस्ति आएको थिएँ पानी छ किन झर्नामा कहाँ छ नि झर्ना पानी त कहिले सोध्दैन नि अलिक घरबाट चाहिँ हुन्छ अहिले अलिक घटेको छ ऊ कहाँ दियो त मेरो घर चाहिँ मेरो चितवन हो काका चितवन कहाँनिर चितवन तपाईँलाई भरतपुर थाहा छ हो त्यतै हो भरतपुर टाढी गाजापुर ए हो र खलीखोपर नै तपाईँ उसमा पहिला आर्मीमा सेवा गर्नुभएको थियो क्या हो नि। त्यता पर्नुभएको थियो सिफ्टिङ ओ ठिक लागिरहेको थियो हजुरको उमेर कति भयो मेरो अहिले त 70 हान्न आँटे नि बस्नु न एकछिन गफ गरौँ मलाई पनि गाह्रो भयो काकाले हामीलाई 5 मिनट बस्नु भन्नुभयो होइन हामी 4:42 भयो 4:27 सम्म बस्छौँ त्यसो भए भनेपछि त्यो पछाडिको घर तपाईँको
यो पनि हो अब जीवन भएसम्म अब मेरै भनौँ अब जीवनै गयो त गइयो नि कसैलाई राष्ट्रियको त ड्युटी गरियो नि ए हो बाघले छोप्यो चित्तले छोप्यो दुनियाँ देउन भयो हरेक हो नि हो र झन् खाएको नि बाघमारा पोखरमा के जङ्गलको माझमा पर्नु छ भप्पै छोप्यो अब के गर्नु तपाईँको चाहिँ कहाँ पऱ्यो घर मेरो यो घर देख्नु नि दादा ए झरनाको चिसो पानी मलाई यो घर चाहिँ लास्ट दामी लाग्यो हेर नि त्यो लोकालिटी योभन्दा पल्लो छ नि दामी जानु त हामीलाई यहाँ काकाले फेरि आफ्नो घर होम टुर हान्न लगाइराख्नु भएको छ है मेरो घर चाहिँ कहाँ हो भने तपाईँ कसरामा ड्युटी गर्नुभयो नि कसरा नपुग्दाखेरि चाहिँ त्यो गीतानगर थाहा छ तपाईँलाई ए गीतानगर त्यो खली खोपर खाएर आयो भने के खाएर आएको खली खोपर हो? लेडाघाट उहाँ चत्रघाट तमसपुर त्यहाँतिर हप्तेपछि हाट लाग्छ बजार लाग्छ लर बर लर लौ घुमायो रे आफ्नै घर होइन त काका हाम्रो टलल आँखै खायो रे लर बर लर लौ घुमायो रे हाम्रो टलल आँखै खायो रे लौ उत्तरी गयो फेरि दुःख पीडा छोडेर सबै छुटी गए मेरा भरोसाले तोडेर ल फाइनली हामी यहाँको होमस्टेमा आयौँ हामीले हिजो यहाँ बुक गरेका थियौँ इफ यु वान्ट टु नो यहाँको अब प्राइस रेट कस्तो छ भन्दाखेरि 1500 पर पर्सन अनि ब्रेकफास्ट डिनर अनि स्टे अब हामी खाजा खाएर एकचोटि फर्स्ट हेरेर जाँदा म झर्नाको अब यस्तो पिस ठाउँमा आएर पनि होइन मान्छेहरू फोन चलाउँछन् भने वाट इज द होल पोइन्ट के जिन्दगीमा किन बाँच्छौ तिमीहरू वाइ दाइ कम अन म्यान प्लिज तिमीले चलाएर भइसकेको एकछिन वाइफाईको पासवर्ड चाहिँ के थियो साँच्ची अलराइट सो 5:33 जस्तोमा चाहिँ हामी यहाँबाट हिँड्यौँ 1 घन्टा जस्तो यहाँ बस्यौँ अब चाहिँ अलिकति इन्ट्रेस्टिङ छ जस्तो छ बाटो पनि आइज यो चाहिँ हाम्रो पछि लागिरहेछ ए छैन क्या अब यो खानाको लागि पछि लाएर हुन्छ हामीलाई साथ दिने भए चाहिँ आइज होइन त्यो म्यारिगोल्ड एउटा किनेको सकाइदियो लर बर लर लौ घुमायो रे घाम टलल आँखै खायो रे लर बर लर लौ घुमायो रे घाम टलल आँखै खायो रे लर बर लर लौ घुमायो रे यो वर्ष म्याराथन हान्ने भनेको लेट्सी अघिल्लो साल चाहिँ हाफ म्याराथन हाने झर्ना चाहिँ अलिकति सानो रहेछ हामी सोचभन्दा धेरै नै सानो रहेछ घाम टलल आँखै खायो रे ओके फाइनल्ली धेरै पछि भ्लग बनाउँदाखेरि चाहिँ रमाइलो पनि लाग्यो अनि त्यसपछि अलिकति अप्ठ्यारो पनि लाग्दो रहेछ आजकल चाहिँ मोर ओभर क्यामेराभन्दा पछाडि काम गरिन्छ अनि त्यसपछि सो बेसिकली मेरो लाइफको अपडेट दिँदाखेरि पनि आई बिन वर्किङ इन फिल्म्स नेरेटिभ्स अनि त्यसपछि कमर्सियल्सहरू यताउति अनि रिसेन्टली म्युजिक भिडियोजहरू पनि राम्रै गरियो अनि तर यो भनेको आफ्नो पर्सनल स्पेस हुन्छ अनि यहाँनिर चाहिँ आफूले आफ्नो घुमिरहेको एउटा जर्नी अथवा आफ्नो एउटा ट्राभल एक्सपिरियन्स चाहिँ यसरी सेयर गर्दा चाहिँ यो छुट्टै अर्को रमाइलो हुन्छ यो रमाइलो चाहिँ मैले फेरि धेरै वर्षपछि चाहिँ फेरि फिल गरेँ होइन अनि यो झर्नाको कुरा गर्दाखेरि चाहिँ त्यस्तो ग्रान्ड ठुलो चाहिँ नरहेछ तर बट स्टिल त्यो कुनै पनि ठाउँ खतरा हुँदैन आफ्नो मेमोरीहरू अनि त्यसपछि आफ्नो एक्सपिरियन्स त्यसमा कस्तो हुन्छ त्यसले खतरा हुने हो नि त अनि तर हाम्रो लागि चाहिँ रमाइलो भयो तल त्यो क्याम्प गर्न ट्राई गऱ्यौँ त्यो पोसिबल भएन हामी यतै होमस्टेमै बस्यौँ त्यो थ्याङ्क यू फर वाचिङ घाम टलल आँखै खायो रे